नमस्ते सबैजनालाई। गुड मर्निङ, शुभ बिहानी। हाम्रो एकजना चौरदा नगरपालिका वडा नम्बर 4 को किसानले सोध्नु भएको थियो कि सर, हाम्रो आलुबारीमा डढेलो, लेट ब्लाइट अथवा हाम्रो यो आलुको मरुवा रोग भन्ने गरिन्छ स्थानीय भाषामा, र आलुको लुतो पनि भन्ने गरिन्छ, यो रोग लागेको छ, लाग्न लाग्यो। यसको उपाय समस्या नियन्त्रणको लागि केही उपाय छ कि भनेर भन्नुभएको थियो हो। यो रोगले गर्दा हाम्रो नेपाल लगायत विश्वव्यापी रूपमा लगभग 50% भन्दा धेरै नै के गरिरहेको छ, क्षति गरिरहेको छ। यो रोग ला लागिसकेपछि कस्तो कस्तो हुन्छ त भन्दाखेरि, सुरु सुरुमा पातको छेउछेउमा के हुन्छ, सेतो 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 ढुसी देखिएको हुन्छ। सुरुको अवस्थामा आक्रमण गरेको छ भने त्यसपछि के हुन्छ, त्यो खैरो हुँदै अगाडि के पातको सम्पूर्ण पातहरूमा लाग्ने गर्छ। त्यसपछि डाँठमा लाग्ने गर्दछ। लगभग लगभग एक हप्तामै यसले पुरै सखाप गरिदिन्छ र पछि गएर दानाहरूमा पनि लाग्ने गर्छ। यो एकदम घातक रोग हो आलुको लागि, र यो नेपालको पहाडी इलाकाहरूमा व्यापक रूपमा फैलिएको छ। यो एउटा फङ्गलको कारणले गर्दा लाग्छ। एउटा त्यो फङ्गल भनेपछि फङ्गिसाइड, हामीले औषधि भन्ने गर्छौँ, जहिले पनि विषादी भन्नु होला, तर विषादी शब्दहरू प्रयोग गर्नु हुँदैन। म सबै कुराहरू सरसर्ती तपाईँहरूलाई सिकाउने छु। यो फाइटोप्तेरा इन्फेस्टान भन्ने फङ्गलको कारणले गर्दा लाग्दछ। यो फैलिनुको मुख्य कारण भनेको यो हाम्रो अलिकति आर्द्रताको मात्रा धेरै भएको, र तापक्रम लगभग 10 देखि 20 डिग्री सेल्सियस छ भने, र नियमित 3 दिनसम्म 1.9 मिलिमिटरसम्म पानी परिदियो भने, त्यो अवस्थामा यो रोगहरू अलिकति फैलिने चान्स धेरै हुन्छ। मानौ आर्द्रता धेरै भएको, अलिकति चिसो ह्युमिड टाइपको टेम्परेचरमा यो फैलिने गर्दछ। यो हावाको माध्यमबाट फैलिने गर्दछ। बिउहरूबाट पनि यो फैलिने गर्दछ। यदि सङ्क्रमित बिउहरू रहेको छ भने त्योबाट पनि फैलिने गर्दछ। र यसको ऊ केमा बस्छ त भन्दाखेरि, यो सोलानेसियस फ्यामिली आलु परिवारका विभिन्न अ, अ, तरकारी बालीहरूमा यो बस्ने गर्दछ। यो फङ्गसको लागि उपयुक्त हुने गर्दछ। त्यसैले गर्दाखेरि हामीले ख्याल गर्नु पर्यो के त भन्दाखेरि, अब यति कुरा भनिसकेपछि तपाईँहरूलाई यसको नियन्त्रणका धेरै कुरा आइसकेका छन्। एउटा कुरा, जग्गा छान्दै गर्दाखेरि हामीले लगाउनु पर्ने जग्गा बारम्बार त्यही जग्गामा लगाउनु भएन। र त्यसको वरिपरि के हुनु पर्यो त भन्दाखेरि, सोलानेसिस परिवारका जङ्गली घाँसहरू छन् भने ती घाँसहरूलाई पनि हामीले उखेलेर फाल्नुपर्छ, र वरिपरि क्लियर हुनुपर्छ। अलिकति घाम लाग्ने पारिलो ठाउँमा हामीले लगाउनु पर्ने हुन्छ है। लगाउँदै गर्दाखेरि सिफारिस गरिएका उपयुक्त जातहरू लगाउने, र यो मरुवा रोग अवरोधक जातहरूलाई छान्नु पर्दछ। यसको लागि हामीले प्राविधिक सल्लाहमा मात्रै हामीले बिउ बिजनहरू छान्नुपर्छ। जथाभावी बिउहरू ल्याउनु हुँदैन। यो कुरालाई पनि ख्याल गर्नु पर्ला। बिउ ल्याइसकेपछि बिउ लगाउनुभन्दा अगाडि पनि हामीले उपचार गर्न सक्छौँ। तर अवरोधक जातहरू ल्याएका छौँ, लगाएका छौँ भने त्यतिखेर उपचार गर्नु पर्दैन। अर्को कुरा के ख्याल गर्नु पर्यो भने, लगाउँदै गर्दाखेरि हामीले प्राविधिक मापदण्ड अनुसार नै लगाउनु पर्यो। 70x25को दुरीमा लगाउनु पर्यो। हामीले जहिले पनि धेरै बाक्लो लगाउनु भएन, अनि धेरै सिँचाइ गर्नु भएन। प्राविधिक मापदण्ड अनुसारको सिँचाइ ठिक्क मात्रामा राख्नु पर्यो। पानी धेरै होल्ड गरेर पनि राखिदिनु भएन, धेरै चिस्याङको कारणले पनि यो फैलिन सक्रिय हुन्छ। अर्को कुरा के गर्नु पर्यो भनेपछि, नाइट्रोजन युक्त मलहरूलाई तोकिएको मापदण्डमा मात्र प्रयोग गर्नु पर्यो। र हाम्रो प्राविधिक सल्लाह अनुसार 100 60 60, 100 केजी नाइट्रोजन, 60 पोटास, र 60 के भनेको छ भन्दाखेरि फस्फोरसको प्रयोग गर्नु पर्यो। यो कुराहरू ख्याल गर्नु पर्यो। सकभर हामीले रासायनिक मलहरूलाई प्रयोग गर्ने होइनौँ।
अनि अर्को कुरा हाम्रो गाउँले उसमा खरानीहरूलाई छर्ने गरिन्छ विभिन्न तरकारी बालीहरूमा। यो खरानीलाई हामीले भएपछि छर्नुपर्छ, किनभने यसले रोगसँग लड्न सक्ने क्षमतालाई बढाइदिन्छ। पोटास भन्ने तत्त्व पाइन्छ, यो पोटास भन्ने तत्त्वले रोगसँग लड्न सक्ने क्षमतालाई बढाइदिन्छ। अर्को कुरा के पनि ख्याल गर्नु पर्यो भने हामीले झोलमलहरू बनाएर झोलमलहरूलाई पनि 15-15 दिनको फरकमा रोग लाग्नुभन्दा अगाडि छर्न सक्नु पर्यो है। अनि त्यसपछि अर्को कुरा, हामीले धेरै पानी प्रयोग गर्नु भएन, सिँचाइको लागि ठिक्क मात्रामा प्राविधिक सरसल्लाह अनुसार गर्नु पर्यो हामीले। अर्को कुरा के गर्न सक्छौँ भनेपछि गाईको पिसाब र एक भाग र पानी दुई भाग गरेर मजाले स्प्रे गरिदिन पनि सक्छौँ। त्यसले गर्दाखेरि पनि अलिकति रोगसँग लड्न सक्ने क्षमता बढाइदिने गर्दछ र कमाउने गर्दछ। सुरु सुरुको अवस्थामा देखिन साथ अलिकति देखिन साथ के गर्न सकिन्छ त भन्दाखेरि त्यो देखिएको पातहरूलाई तत्काल हटाइदिने र हटाइदिने गर्नुपर्छ। यदि यी सबै विकल्पहरू प्रयोग गरिसकेपछि पनि यदि भएन भने हामीले रासायनिक विषादीको विकल्प खोज्नुपर्ने हुन्छ। र रासायनिक विषादी जहिले पनि हामीले प्राविधिक सल्लाहमा मात्र प्राविधिकहरूलाई देखाएर मात्र प्रयोग गर्नुपर्ने हुन्छ। र प्राविधिकहरूको सल्लाह बिना हामीले प्रयोग नगर्ने र प्राविधिक रूपमा हाम्रो स्थानीय तह पालिकाहरूका प्राविधिकहरू अन्य प्राविधिकहरूलाई को सहयोगमा मात्र प्रयोग गर्ने। किनभने विषादी प्रयोग गर्नु भनेको नै हामीले विष खाएर जसरी मर्छ, मानिस मर्छ, त्यो नै हुनसक्छ। विषादीलाई सकभर हामीले के गर्नुपर्छ, न्यूनीकरण गर्नुपर्छ। त्यसैले विषादी आफैले होइन, प्राविधिक सल्लाहमा मात्र प्रयोग गरौँ र सकभर प्रयोग नगरौँ। र हाम्रो नगरपालिकामा अन्य सङ्घ संस्थामा आबद्ध प्राविधिकहरूसँग सरसल्लाह लिएर मात्र विषादीहरूलाई प्रयोग गर्नुपर्छ। यति थियो आलुको पछौटे रोग अथवा लेट ब्लाइट नियन्त्रणको लागि यही सल्लाह। अब तपाईँहरूलाई यदि बारीमा रोग लागिसकेको छैन भने अगाडि भनेका प्रक्रियाहरू अपनाउनु होला। नत्र यदि लागिसक्यो भने हाम्रो सहयोगमा लागिसकेको छ भने फेरि पनि पर्छ नराख्नु होला। के छ त्यसअनुसार तपाईँहरूलाई हामीले रासायनिक विषादीहरू हेरेर मात्र पुर्याउने जमर्को गर्नेछौँ। धन्यवाद।